नमस्ते, मेरो नाम अभिनव वंशु हो। म तपाईहरुलाई म्याथ्स पढाउँछु। सेट्स समूहका हामी अगाडि बढ्दैछौँ। ओभरल्यापिङ सेट्स एन्ड डिसजोइन्ट सेट। ओभरल्यापिङलाई खप्टिएको भन्छ। खप्टिएका समूह र अलगिएका समूह। खप्टिएका समूहमा केही न केही एलिमेन्टहरू केही न केही त्यसमा कमन हुन्छ, मतलब मिलेको हुन्छ। जस्तै युनिभर्सल सेट यो सर्वव्यापी समूह हो। त्यस्तै सेट ए, समूह ए र समूह बी दुईवटा समूह छन्। यहाँ केही न केही संख्याहरू मिलेको हुन्छ। त्यसो समूहलाई हामी जस्तै 1 3 5 4 7 6 8 यहाँ ए र बी के छ? ओभरल्याप। यो 2 र 5 दुवैमा मिल्ने एलिमेन्टहरू छ, त्यसलाई ओभरल्यापिङ सेट्स भन्छौँ हामी। त्यस्तै अलगिएका समूहमा सर्वव्यापी समूह, समूह ए र समूह बी, यसमा एउटा पनि एलिमेन्टहरू मिलेको हुँदैन, मिलेको एलिमेन्टहरू एउटा पनि यहाँ पहिलोमा हामीले के हेर्यौँ? ओभरल्यापिङ सेट्समा केही न केही एलिमेन्ट्सहरू मिल्छन्। कम्तीमा एउटा न एउटा एलिमेन्टहरू मिल्नुपर्छ भने त्यो मात्रै ओभरल्यापिङ सेट हुन्छ, जसलाई हामी खप्टिएका समूह भन्छौँ। त्यस्तै डिसजोइन्ट सेटमा एउटा पनि एलिमेन्टहरू मिल्दैन। यहाँ के हेरेका छौँ हामी? दुवै अलग छ, सेपरेट छ भने यस्तोलाई हामी के भन्छौँ? ए र बी के छन्? अलगिएका समूह छन्, डिसजोइन्ट छ। त्यस्तै ओभरल्यापिङ सेटमा यसको गणात्मक, जसलाई हामी कार्डिनल नम्बर भन्छौँ, यान ए युनियन बी, यान ए प्लस यान बी माइनस यान ए इन्टरसेक्सन बी, यान सेट ए का एलिमेन्टहरू। त्यस्तै सेट बी का एलिमेन्टहरू छन्। अब यहाँ हामीले के हेऱ्यौँ? यो दुवैमा मिलिरहेछ। एकचोटि सेट एमा पनि आयो, एकचोटि सेट बीमा पनि आयो। त्यही कारणले गर्दा हामी यसलाई एकचोटि घटाएका छौँ। त्यस्तै योमा अलगिएका समूहमा हामीले के हेर्छौँ? यान ए युनियन बी को फर्मुला के हुन्छ? यान ए प्लस यान बी। योमा केही मिलिरहेको छैन। यहाँ किन यान ए प्लस यान बी भयो? किनभने यहाँ यान ए इन्टरसेक्सन बी को भ्यालु के हुन्छ? 0 हुन्छ। 0 किन भयो? किनभने एउटा पनि एलिमेन्ट मिलिरहेको छैन। त्यही कारणले गर्दा यान ए इन्टरसेक्सन बी को भ्यालु 0 भयो। त्यस्तै अब योमा हामी यान ए को भ्यालु कति रहेछ? 1 2 3 4 4। त्यस्तै यान बी को भ्यालु कति छ? 1 2 3 4 5 5। त्यस्तै
एन ए इन्टरसेक्सन बी को भ्यालु कति हुन्छ 2 र 5 दुईवटा छ हामी के निकाल्न सक्छौँ एन ए युनियन बी को भ्यालु कति आउँछ एन ए कति छ एन ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन बी एन ए कति छ एन ए 4 एन बी 5 माइनस 2 त्यही भएर 4 5 9 माइनस 2 7 यहाँ 7 हेऱ्यो त्यस्तै एन ए यो यसमा ए बी र सी तीनवटा छ त्यस्तै एन बी कतिवटा छ 1 2 3 तीनवटा छ र यहाँ एन ए इन्टरसेक्सन बी कति छ 0 एउटा पनि छैन यस्तो केसमा हामी के गर्छौँ ए युनियन बी को भ्यालु कति हुन्छ एन ए प्लस एन बी छ अनि यो कति भयो 3 प्लस 3 6 भयो यहाँ ए इन्टरसेक्सन बी को भ्यालु 0 भयो हामी के हेरिरहेको छौँ यसमा भने ए प्रतिच्छेदनको भ्यालु जस्तै ए र बी को प्रतिच्छेदन जसलाई हामी इन्टरसेक्सन भन्छौँ प्रतिच्छेदनको भ्यालु सबभन्दा कम कुनमा हुन्छ अलगिएका समूहमा कुनै पनि सेटको भ्यालु के हुन्छ प्रतिच्छेदन कति हुन्छ 0 हुन्छ किनभने एउटा पनि इलिमेन्टहरु मिलिरहेको छैन एउटा पनि सब मिलिरहेको छैन त्यस्तै र प्रतिच्छेदनको भ्यालु सबभन्दा कम हुन्छ भन्नाले 0 भयो त्यस्तै युनियनको भ्यालु कति हुन्छ युनियनको भ्यालु सबभन्दा बढी हुन्छ जसलाई हामी यहाँ के हेरिरहेका छौँ दुटै बेग्लै बेग्लै छ यहाँ सबभन्दा बढी भ्यालु हुन्छ दुवैको जोड हुन्छ त्यस्तै यो भयो अब हामी अगाडि बढ्नेछौँ एउटा प्रश्न हामी हेर्नेछौँ ए को भ्यालु दिएको छ 1 3 5 7 9 त्यस्तै बी को भ्यालु छ 2 4 6 8 यहाँ हामीलाई पत्ता लगाउनु पर्छ दोस्रो ए इन्टरसेक्सन बी हामीलाई कार्डिनल नम्बर भन्दा पनि हुन्छ यसका हामी कार्डिनल नम्बर निकाल्नेछौँ कार्डिनल नम्बर यहाँ हामी हेर्छौँ एन ए को भ्यालु कति छ 1 2 3 4 5 एन ए को भ्यालु कति छ 5 त्यस्तै एन बी को भ्यालु कति छ 1 2 3 4 4 छ त्यस्तै अब हामी हेर्नेछौँ एन ए युनियन बी को भ्यालु कति हुन्छ एन ए युनियन बी को भ्यालु यहाँ हामी के हेरिरहेको छौँ एउटा पनि इलिमेन्टहरु मिलिरहेको छैन हामी के गर्नेछौँ यसमा एन ए प्लस एन बी किन भयो किनभने यहाँ लेख्ने ए र बी अलगिएका समूह छ ए र बी अलगिएका समूह हुन् एन ए को भ्यालु कति छ 5 र एन बी को 4 5 4 9 भयो त्यस्तै दोस्रो हामीले के फाइन्ड गर्ने छ पहिलो भयो दोस्रो एन ए इन्टरसेक्सन बी को भ्यालु एउटा पनि मिल्दो छैन त यो भ्यालु के हुन्छ 0 किन यहाँ भयो किनभने ए र बी अलगिएका समूह हुन् त्यस्तै अर्को प्रश्न हामी लिनेछौँ युनिभर्सल सेटको भ्यालु छ मानौ 1 2 3 देखि लिएर 10 सम्म छ त्यस्तै ए को भ्यालु छ 1 3 5 7 9 छ त्यस्तै बी को भ्यालु छ मानौ 2 4 6 8 10 ठीक छ हामीलाई पत्ता लगाउनु छ पत्ता लगाउनुहोस् 1 मा
पत्ता लगाउनुहोस् ए युनियन बी को कम्प्लिमेन्ट इक्वल टू ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट। अब हामीलाई पत्ता लगाउनु छ ए युनियन बी कम्प्लिमेन्ट बराबर ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट। हामी डी मोर्गन भन्ने म्याथमेटिसियनले गणितज्ञले दुईवटा प्रोपर्टी दिएका छन्, त्यसलाई भन्छ डी मोर्गन्स प्रोपर्टी। पहिलो प्रोपर्टी के रहेछ, ए युनियन बी को कम्प्लिमेन्ट ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट हुन्छ। र दोस्रो प्रोपर्टी के छ, ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट इक्वल टू ए कम्प्लिमेन्ट युनियन बी कम्प्लिमेन्ट। यहाँ हामीलाई के पत्ता लगाउनु छ, ए र बी को युनियन को पूरक र ए को पूरक र बी को पूरक को प्रतिच्छेदन बराबर हुन्छ भने हामीलाई पत्ता लगाउनु छ। डी मोर्गन भन्ने म्याथमेटिसियनले गणितज्ञले दुईवटा सूत्र दिएका छन्, जसमा हामी के रहेका छौँ, ए युनियन बी को कम्प्लिमेन्ट ए र बी को संयोजन को पूरक ए र बी को संयोजन को पूरक बराबर ए को पूरक प्रतिच्छेदन बी को पूरक। त्यस्तै ए को पूरक प्रतिच्छेदन बी को पूरक बराबर ए को पूरक युनियन बी को पूरक। यो दुईवटा छ। अब हामीले यसलाई पत्ता लगाउनु छ। हामी हेर्नेछौँ यहाँ सोल्युसन। पहिले हामीलाई ए युनियन बी निकाल्नु पर्छ। ए कति रहेछ, 1 3 5 7 9 युनियन बी कति छ, 2 4 6 8 10 हम निकाल्नेछौँ। अब यहाँ 1 2 3 4 5 6 7 8 9 10 पुरै भयो। 1 2 3 देखि लिएर 10 सम्मको पुरै एलिमेन्ट भयो। ए र बी को संयोजनमा हामीले के हेर्यो, 1 देखि लिएर 10 सम्मका अङ्कहरू छन्। त्यस्तै अब ए युनियन बी को कम्प्लिमेन्ट हेर्छौँ। ए र बी को संयोजनको पूरक हामी हेर्छौँ, यू माइनस ए युनियन बी। यू कति रहेछ, 1 2 3 देखि लिएर 10 सम्म। त्यस्तै ए युनियन बी कति छ, 1 2 3 देखि लिएर 10 सम्म। यो पनि छ। यहाँ हामी के हेर्छौँ, सबै एलिमेन्ट यो दुवै एलिमेन्टहरू मिलिरहेछन् भने एउटा पनि एलिमेन्ट बाँकी रहँदैन। त्यसलाई भन्छौँ हामी नल सेट, इम्प्टी सेट या भोइड सेट। ए युनियन बी को कम्प्लिमेन्ट कति आयो, नल सेट, एउटा पनि एलिमेन्ट छैन, त्यही कारणले गर्दा हामी यसलाई नल सेटले जनाउँछौँ। त्यस्तै अब हामीले ए कम्प्लिमेन्ट निकाल्नेछौँ। ए कम्प्लिमेन्ट भनेको यू माइनस ए, यू कति छ, 1 देखि लिएर 10 सम्म। त्यस्तै ए कति छ, 1 3 5 7 9 यो सब के छ, ओड नम्बर्सहरू छ। यसमा बाँकी के रहन्छ, 2 बाँकी रहन्छ, 4 6 8 र 10। त्यस्तै बी कम्प्लिमेन्ट हामी निकाल्छौँ। बी कम्प्लिमेन्ट भनेको यू माइनस बी, यू कति छ, 1 2 3 देखि लिएर 10 सम्म, माइनस 2 4 6 8 10। यहाँ हामी के हेर्छौँ, के बाँकी रहन्छ, यसमा युनिभर्सल सेट 1 देखि लिएर 10 सम्म छ र सेट बी के छ, इभेन नम्बरहरू छन्। बाँकी रहन्छ 1 3 5 7 9। अब हामी के हेर्छौँ, ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट। ए कम्प्लिमेन्ट कति छ, केही छैन, यसलाई यस्तो पनि लेख्न सक्छौँ हामी, नल सेटलाई कर्ली ब्र्याकेटले डिनोट गर्छौँ। इन्टरसेक्सन बी कम्प्लिमेन्ट कति छ, 1 3 5 7 9। ए को पूरकमा कुनै पनि एलिमेन्ट छैन र बी को पूरकमा 1 3 5 7 9 छ। यो दुवैको प्रतिच्छेदन गर्दा एउटा पनि एलिमेन्ट मिल्ने भएन भने यो नल सेट। यसलाई यस्तो पनि भन्न सक्छौँ। ठिक छ। अब हामी हेर्छौँ के यहाँ हेरौँ, ए युनियन बी कम्प्लिमेन्ट र ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट दुवै बराबर आयो, भइसक्यो। यो दुवै बराबर आउँछ।
डी मोर्गन भन्ने गणितज्ञले दिएको दुईवटा प्रोपर्टी छ, हामीलाई याद कसरी राख्नुलाई ए र बी को युनियन छ पुरैको, ए र बी को युनियन छ र युनियन को पुरैको कम्प्लिमेन्ट छ भन्नाले ए र बी को संयोजन को पूरक, ए र बी को युनियन, ए र बी को संयोजन को पूरक बराबर ए को पूरक प्रतिच्छेदन बी को पूरक। यहाँ हामी के हेरिरहेका छौँ, यहाँ संयोजन छ भने यता प्रतिच्छेदन छ। याद कसरी राख्ने, लेफ्ट ह्यान्ड साइडतिर यदि संयोजन छ भने राइट ह्यान्ड साइडतिर प्रतिच्छेदन हुन्छ, त्यस्तै लेफ्ट ह्यान्ड साइडतिर यदि प्रतिच्छेदन छ भने राइटतिर के हुन्छ, संयोजन। र याद के राख्नु छ हामीलाई, एक साइड यदि पुरैको पूरक छ भने अर्को साइड के हुनुपर्छ, बेग्ला बेग्लैको पूरक हुनुपर्छ। त्यस्तै यहाँ लेफ्टमा के हेर्यौँ हामीले, बेग्ला बेग्लै पुरैको छ, यो पुरैको छ, ए इन्टरसेक्सन बी को पूरक छ, ए प्रतिच्छेदन बी को पूरक छ भने पुरैको हुनुपर्छ, लेफ्टतिर पुरैको हुनुपर्छ, राइटतिर बेग्ला बेग्लैको हुनुपर्छ। यहाँ हामी के हेर्छौँ, ए प्रतिच्छेदन बी को पूरक बराबर ए को पूरक र बी को पूरकको संयोजन छ। ठीक छ, यो डी मोर्गन भन्ने म्याथमेटिसियनले दिएको दुईवटा प्रोपर्टी हो। हामी हिजो फर्मुलाहरू हेरेका थियौँ, प्रश्न एउटा गाउँमा 60% मान्छे चिया मन पराउँछन्, चिया मन पराउँछन्, सत्तरी प्रतिशत मान्छे दूध मन पराउँछन् र 10%ले केही मन पराउँदैन। भने माथिको तथ्यलाई भेन चित्रमा हेराउँदै पत्ता लगाउनुहोस्। कतिले दुबै मन पराउँछ। यो के भनिरहेछ, एउटा गाउँमा 60% मान्छे चिया मन पराउँछन्, 70% मान्छे दूध मन पराउँछन् र 10%ले केही मन पराउँदैनन् भने माथिका तथ्यलाई भेन चित्रमा हराउँदै पत्ता लगाउनुहोस् कतिले दुवै मन पराउँछन्। अब यहाँ मानौ 100% मान्छेलाई युले जनाउँछ, त्यस्तै टी र यमले क्रमशः
चिया र दुधलाई जमाउँछ। म्याथमेटिकली NU इक्वल टु 100% हुन्छ। त्यस्तै NT चिया पिउने मान्छे 60% छ। त्यस्तै कफी दुध पिने मिल्क मन पराउने 70% छन् र 10%ले केही पनि मन पराउँदैनन्। 10%ले के गर्छ? केही मन पराउँदैन। टी युनियन एम को कम्प्लिमेन्ट भयो। टी युनियन एम कम्प्लिमेन्ट गरेछ 10%। अब हामीले पत्ता के लगाउनु छ? पत्ता लगाउनु छ टी इन्टरसेक्सन एम को भ्यालु कति हुन्छ। यहाँ अब हामीहरू हामी हेर्नेछौँ एन यु इक्वल टु एन टी युनियन एम प्लस एन टी युनियन एम को कम्प्लिमेन्ट। एनयु को भ्यालु 100% छ। एन टी युनियन एम पत्ता लगाउनु छ हामीलाई 10% छ। एन टी युनियन एम कति आउँछ? 100% माइनस 10% 90% आयो। त्यस्तै अब हामीले पत्ता लगाउनेछौँ एन टी इन्टरसेक्सन एम एन टी प्लस एन एम माइनस एन टी युनियन एम। एन टी को भ्यालु कति छ? 60%। एन एम 70 र एन टी युनियन एम छ 90। 130 माइनस 90 40% आयो। अब हामी यसलाई भेन चित्रमा हेराउनु छ। भेन चित्रमा युनिभर्सल सेट्स सर्वव्यापक समूह टी र मिल्क चिया पिउने र मिल्क पिउने 10%ले केही मन पराउँदैन। केही मन पराउँदैन भने बाहिर गयो। 10%ले केही पनि मन पराउँदैनन्। त्यस्तै दुवै मन पराउने 40% छन्। दुवै मन पराउने 40% छन्। त्यस्तै मात्रै चिया मन पराउने कति हुन्छ? चिया मन पराउने 60% छन् र दुवै मन पराउने 40% छन्। यो पुरै 60 छ। यो पुरै 60% रहेछ। 60% बाट 40% जाँदा 20 आउँछ। त्यस्तै मिल्क मन पराउने टोटल 60% छन्। 60 बाट 40 जाँदा 30% बाँकी रह्यो। अब टोटल एड गर्दा 20 प्लस 40 60 प्लस 30 90 प्लस 10 100 100% भयो। यसलाई भेन चित्रमा भयो। हामीले हेर्यो कि कसरी यसलाई ल्याङ्ग्वेज प्रब्लम भन्छ। ल्याङ्ग्वेज प्रब्लमलाई कसरी हामी सोल्भ गर्छौँ? पहिला हामी यसलाई लेट गर्ने मान्ने, त्यसपछि म्याथमेटिकल टर्ममा यसलाई डाटालाई लेख्ने, त्यसपछि के पत्ता लगाउनु छ। पहिला हामीलाई के पत्ता लगाउनु छ? क्वेसनले भनिरहेछ टी इन्टरसेक्सन एम फाइन्ड गर्न भनिरहेछ भने पहिला हामीले के फाइन्ड गर्ने? युनियन। इन्टरसेक्सन निकाल्नुभन्दा पहिला युनियन छैन भने पहिला हामीले युनियन फाइन्ड गर्ने। युनियन फाइन्ड गरिसकेपछि इन्टरसेक्सन फाइन्ड गरेर यसलाई भेन चित्रमा हेर्नुपर्छ। भयो।
पत्ता लगाउनुहोस्। एन यू इक्वल टू एन ए युनियन बी प्लस एन ए युनियन बी कम्प्लिमेंट र युनियन को सम। दोस्रो पता लगाउनु छ एन यू इक्वल टू एन ए युनियन बी कम्प्लिमेंट प्लस एन ए युनियन बी। दोस्रो फाइन्ड गर्नु छ एन ओन्ली ए भन्छौँ यसलाई, या हामी एन ए माइनस बी पनि भन्छौँ यसलाई। एन ए बाट यसलाई इन्टरसेक्सनलाई सबट्र्याक्ट गर्नु छ। यहाँ हामी पहिला हेर्नेछौँ ए को भ्यालु के छ, ए बी सी डी। त्यस्तै बी को भ्यालु छ बी डी ई एफ। त्यस्तै यू को भ्यालु कति छ, यू को भ्यालु पहिला लेख्दा पनि हुन्थ्यो ए बी सी डी ई एफ जी एच। ठिक छ। त्यस्तै अब हामीलाई फाइन्ड गर्नु छ पहिला एन यू कति छ 1 2 3 4 5 6 7 8 8वटा छ। त्यस्तै एन ए कति छ 1 2 3 4। एन बी 4वटा छ। त्यस्तै अब पहिला हामीले फाइन्ड गर्नु छ एन ए युनियन बी को कम्प्लिमेन्ट। कम्प्लिमेन्ट कतिवटा छ, ए युनियन बी को कम्प्लिमेन्ट कति छ त्यो पहिला हामी हेरौँ। अब कम्प्लिमेन्टमा के एलिमेन्ट छ, जी र एच। कम्प्लिमेन्टमा जी र एच बाहिरका एलिमेन्टहरू छन्। त्यस्तै अब एन ए युनियन बी को कम्प्लिमेन्टमा कतिवटा एलिमेन्ट आयो, दुईवटा एलिमेन्ट आयो, दुईवटा एलिमेन्ट। अब हामी यहाँ हेर्छौँ एन पहिला ए युनियन बी नै हेरौँ। ए युनियन बी निकालौँ, ए बी सी डी युनियन बी डी ई एफ यो आउँछ ए बी सी डी ई एफ। ठिक छ। एन ए युनियन बी कति आयो 1 2 3 4 5 6 6वटा एलिमेन्ट आयो। त्यसले अब हामीले हेर्छौँ पहिलो लेफ्ट हैंड साइड कति छ एन यू में कति एलिमेंट छन् 8वटा। त्यस्तै राइट हैंड साइड में कति छ एन ए युनियन बी को कम्प्लिमेंट प्लस एन ए युनियन बी। कम्प्लिमेंट में कतिवटा एलिमेंट छन् 2वटा प्लस युनियन में 6वटा, जो टोटल आयो 8वटा। एन यू इक्वल टू एन ए युनियन बी को कम्प्लिमेंट प्लस एन ए युनियन बी आयो। त्यस्तै दोस्रोमा हामीले पत्ता लगाउनु छ एन ओन्ली ए। एन ओन्ली ए भन्नाले हामी के भन्छौँ त्यसलाई एन ए माइनस बी। एन ओन्ली ए लाई एन ए माइनस बी भन्छौँ र ए माइनस बी पहिला हामी निकाल्छौँ। ए माइनस बी में सेट ए बाट सेट बी लाई सबट्र्याक्ट गर्छौँ। ए बी सी माइनस बी डी ई एफ। अब यहाँ सी बी र डी दुवैमा कमन एलिमेंट छन्। ए माइनस में बाँकी एलिमेंट के रहे ए र डी। एन ए माइनस बी इक्वल टू एन ओन्ली ए इक्वल टू आयो। त्यस्तै लेफ्ट हैंड साइड एलएचएस आइसक्यो। त्यस्तै राइट हैंड साइड में एन ए माइनस एन ए इंटरसेक्शन बी। एन ए में कतिवटा एलिमेंट छ, एन ए में 4वटा एलिमेंट छ। त्यस्तै ए इंटरसेक्शन बी में कतिवटा एलिमेंट छ, ए इंटरसेक्शन बी में 2वटा एलिमेंट छ। 2वटा एलिमेंट टोटल आयो 2वटा। देयरफोर एन ओन्ली ए इक्वल टू एन ए माइनस एन ए इंटरसेक्शन बी।
साइन्टिफिक नोटेसनलाई हामी भेन चित्रमा हेर्छौँ। पहिलो ए इन्टरसेक्सन बी युनियन सी, दोस्रो हामी दुईवटा वाला हेरेको थियौँ, तीनवटा वाला अब ए युनियन बी युनियन सी, तेस्रो ए युनियन बी इंटरसेक्शन सी को पूरी को कम्प्लिमेंट। अच्छा पहिलो हेरौँ तीनवटा सेट छ। सर्वव्यापक समूह सेट ए सेट बी र सेट सी छन्। ए इंटरसेक्शन बी युनियन सी, इंटरसेक्शन में बी युनियन सी में एलिमेंट ए में सेट ए को एलिमेंट यो छ पुरै। त्यस्तै बी युनियन सी का एलिमेंटहरु बी युनियन सी का एलिमेंटहरु बी युनियन सी का एलिमेंटहरु यो छ, ठीक छ। त्यस्तै यो दुवैमा कम मिल्ने एलिमेंटहरु कुन कुन छन्? मिल्ने एलिमेंटहरु यो पुरैमा मिल्ने एलिमेंटहरु यो मात्रै छ, यो वाला पोर्सन पोर्सनहरु छन्। यो भए बी ए इंटरसेक्शन बी युनियन सी। आजको लागि तपाईहरुले घरमा बनाउनु होला र यो सम्बन्धी एक्सरसाइजहरु किताबमा भएको एक्सरसाइजहरु पनि तपाईहरु बनाउनु होला। हामी अगाडि बढ्नेछौँ।